मेरो न्यू च्यानल हो होइन, अलिकति सपोर्ट गरिदिनु। अहिले हामी चाहिँ कम्पनी जान आइरहेको काम गर्नु, हाम्रो काम गर्ने ठाउँको मेरो न्यू च्यानल हो, अलिअलि सपोर्ट गरिदिनु भने यसो के चाहेन छ कि अहिले मेरो सपोर्टमा अङ्कल हुनुहुन्छ है। मेरो भतिज चाहिँ गाई छैन यस्तो होइन भर्खर न्यू च्यानल। अहिले चाहिँ हामी दिदी भाटामा आएको थियो, दिदी भाटा यस्तो रमाइलो भयो, दिदी बिरामी हुनुभएको थियो, हल्का हल्का सल्का हेऱ्यो फर्किएको हामी गाई। हामी चाहिँ यहाँबाट हिँड्दै जाने हो कि फेरि सोइमा जानुपर्छ होइन, हामी चाहिँ भित्रभित्र गल्ली हुँदै जाने हो कि होइन अङ्कल? अब सही हो भतिज भित्रभित्र गल्ली बाटो धेरै लाग्दैन, ट्याक्क लाएर तिम्रो ट्याक्क कार ब्याक गरेर आएर चाहिँ होइन घटिसक्यो गाई। केही छैन त्यस्तो गाई, केही छैन केही छैन। अनि यो बाबाको तपाईँहरू चाहिँ छ नि यो भित्री बाटो हिँड्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरू चाहिँ ट्याक्क बाबा हाम्रो अङ्कल बोल्छ है, हाम्रो अङ्कल छत्र आयो फेरि हिँड्नु पर्दैन। तपाईँहरू ट्याक्कै भित्रबाट ठाउँमा डाइरेक्ट हुन्छ ट्याक्क तपाईँको घरको 20-25 मिनट ट्याक्कै पुग्नु हुन्छ है गाई चाहिँ। हेर्नु गए जस्तो सुनसान्ने पुरै बाटो चाहिँ अहिले चाहिँ खतरा आयो तर पुरै अँधेरोमा होइन। हामी काका भन्दै चाहिँ फेरि पहिला हान्दै हिँड्दा चाहिँ फेरि चिलमा पुरै आज हल्का हल्का ड्रिङ्क सिङ पनि गरियो होइन, तर ड्रिङ्क चाहिँ गरेन, पानी चाहिँ खायो, कोका कोला हाल्छ। हाम्रो चाहिँ मैले चाहिँ न्यु भ्लग खोलेको कि हिजो च्यानल खोलेको, आज चाहिँ यस्तो भिडियो हाल्नु नि भनेर हो। हाम्रो चाहिँ के हो गोब्बो सोब्बो छैन गाई चाहिँ होइन, गोब्बो सोब्बो आउँछ पछि होइन गाई चाहिँ। न्यु च्यानल हो कहाँबाट ल्याउँदैन मेरो गुब्बो चाहिँ होइन, न्यु च्यानलको यसबाटै यसो गाई चाहिँ यसो माया सपोर्ट दिनुभयो भने चाहिँ यसो गोब्बो सोब्बो आउँछ गाई चाहिँ होइन। अहिले यस्तो छ क्लिक छ गाई, न्यु हो नि त, हेर्ने माया गर्नु गोब्बो आउँछ गाई ढुक्क। ट्याक्स लाउन लाग्दै हिँड्नु पऱ्यो कि चकु मन्दिरको उकालो उकालोमा चाहिँ स्याँ स्याँ हुन्छ कि गाई चढ्ने सक्दैन। चकु मन्दिरको उकालो अङ्कल के छ त ठमेल जाने हो त आज नि काका भन्दै? हामी ठमेलतिर नि गइन्छ हामी आज। पहिला हाम्रो काम गर्ने ठाउँ चाहिँ यहीँ हो कि एकदम पहिल्यै मैले हाम्रो काम गर्ने ठाउँ चाहिँ पहिला एकदम पुरानो यो बिल्डिङमा गर्थ्यो काम चाहिँ गाई चाहिँ होइन, यो बिल्डिङको सेकेन्ड फ्लोरमा हामीले काम गर्थ्यो कि पहिला। अहिले चाहिँ छोडिसक्यो हामीले चाहिँ। अङ्कल के हो त यार, पछि पछि हिँडेको छ त यार, अगाडि अगाडि हिँड्नु न। होइन भतिज होइन, बाटो नै अँधेरो छ, ठ्याक्क नदेखि त्यो भएर पछाडि पछाडि हिँडेको भतिज है। भतिजको न्यु भ्लग हो नि त होइन, यस्तो काक्सले सपोर्ट दिनु पऱ्यो नि त, गाई छैन बल्ल रमाइलो हुन्छ नि। खासै बत्ती छैन गाई चाहिँ हाम्रो यहाँ अँधेरो भइरहेको छ गाई, त्यही भएर पुरै हाम्रो यहाँ बाहिरको दृश्यहरू देखाउनु पाएको छैन गाई चाहिँ होइन, के गर्नु। हाम्रो अङ्कलले भन्यो कि अँधेरो छ गाई चाहिँ होइन बाहिर। अङ्कल अरू यस्तो गाई छैन, रमाइलो गाई छैन, रमाइलो गर्नुपर्छ कहिले गाई, गाई छैन एकदम गुड रमाइलो भएर चाहिँ गाई ट्याक्क हिँड्नलाई होइन। पानी पुरा होइन, ठ्याक्कै आर्मी बारेको आइपुग्यो कि अहिले चाहिँ, तर अँधेरोहरू देखेन होइन, तर अङ्कललाई छाउनीको आर्मी बारेको गाई चाहिँ होइन, ट्याक्क हामी त्यही बाटो हिँड्दै हामी चाहिँ ट्याक्क भवन गाउँसम्मको यात्रामा छ गाई चाहिँ होइन। त्यो पनि गाई छैन साधन अङ्कल होइन, बाइक साइक छैन होइन, तर के ट्याक्क दुई खुट्टा नै गाई छैन, दुई खुट्टा नै हो बाइकमा नि दुइटै हो गाई छैन, हामीसँग दुइटै हुन्थ्यो गाई। जेवानी मोटाको चाहिँ घर छ है, जेवानी होइन गाई छैन, मोटो अनि मान्छे होइन त्यो घर छ कि जेवानी। हिँड्नलाई चाहिँ एकदम बेस्ट मान्छु म गाई छैन, बाइकमा अब लङमा चाहिँ ठिक हो गाई छैन, बाइकमा गर्ने छोटो मिठो छ भने चाहिँ गाई छैन राम्रो हिँडेरै म बेस्ट। किनकि मलाई बच्चादेखि हिँडेर मलाई मेरो गाउँ पाहाड गाई छैन, मलाई त्यही भएर मलाई हिँड्नलाई मनपर्छ गाई छैन, ट्याक्क हिँड्नलाई होइन। बिच गाई